फर्स्ट अफ अल चाहिँ हामीले पहिला के बुझ्नु पर्यो भन्दाखेरि ब्लू लाइट भने के हो त हैन। त्यसको लागि हामीले भिजिबल लाइट स्पेक्ट्रमको बारेमा बुझ्नुपर्ने हुन्छ। तपाईले देख्न सक्नुहुन्छ स्क्रिनमा यो भिजिबल लाइटको स्पेक्ट्रम हो। अब यसमध्ये चाहिँ हाम्रो ब्लू लाइटको वेभलेन्थ चाहिँ 400 देखि 500 न्यानोमिटरसम्ममा पर्छ। ल यस अन्तर्गत पर्ने यो सबै ब्लू लाइटहरू चाहिँ हार्मफुल चाहिँ हुँदैन है। लोअर वेभलेन्थ भएको ब्लू लाइट जस्तै 400 देखि 450 न्यानोमिटर चाहिँ आँखाको लागि हानिकारक भनेर बुझिन्छ। योभन्दा माथि 450 देखि 500 न्यानोमिटरसम्म चाहिँ हाम्रो आँखाको लागि चाहिँ इम्पोर्टेन्ट हुन्छ है भनेर हामीले बुझ्छौँ। ब्लू रे कट ग्लासेस भनेको चाहिँ यो जति पनि डिजिटल डिभाइसहरू हुन्छ जस्तै कम्प्युटर, मोबाइलहरू हैन, ट्याब्लेटहरू, टिभीहरू यस्तो डिभाइसबाट आउने सबै वेभलेन्थको ब्लू लाइटलाई चाहिँ यसले ब्लक गर्छ है, आँखामा भित्र जान दिँदैन। सो अर्कोतिर ब्लू फिल्टर भनेको आँखालाई चाहिने महत्त्वपूर्ण रेजहरू, ब्लू रेजहरू आँखाभित्र जान दिन्छ र जुन हार्मफुल छ त्यसलाई चाहिँ ब्लक गर्ने भयो है।